मकैको भात खान नपुगेर धापा झरेको मान्छे, अर्काको घरमा भैँसी चराएर बसेको मान्छे, उच्च शिक्षा पढ्ने सामर्थ्य नभएको मान्छे आज संसारका रिनाउन युनिभर्सिटीबाट मानवतर डक्टरेटको सर्टिफिकेट बोकेर आफूलाई मक्ख बनाउँदैछन्। ठ्याक्कै यो निकोलाई चाउस्की जस्तै पात्रसँग मिल्छ। संजोगले वामदेव गौतम जस्ता केही मान्छेहरूको कारणले ओली पुनः कहिल्यै पनि सत्तामा आउन नसक्ने मान्छेलाई सत्तामा ल्यायो। आज ओली एक व्यक्ति एक पद, झलनाथ खनाल प्रधानमन्त्री हुँदा एक व्यक्ति एक पदको कुरा गर्ने, अनि वामदेव गौतमहरूले त्यहाँ साथ दिए। यता झलनाथ खनाल पार्टीको अध्यक्ष, खड्ग ओली दलको नेता, खड्ग ओलीको उदय त्यहीँबाट आयो। 70 मा चुनाव भयो, 71 मा उहाँ पार्टी अध्यक्ष हुनुभयो। त्यसपछि दलको नेता, पार्टी अध्यक्ष, प्रधानमन्त्री, फेरि उहाँ बहुपद उहाँलाई। त्यो कुरा भन्दै आइयो। त्यति मात्रै होइन, 74 मा चुनाव भयो। त्यो चुनावपछि पनि उहाँका छोरा चाकर सबै इन्चार्ज, मुख्यमन्त्री सबै नै आफूलाई पाइक पर्ने हिसाबले सिद्धान्त बनाउने, तर सिद्धान्त निष्ठ भएर पार्टी सञ्चालन नगर्ने। खड्ग प्रसाद ओलीका 6000 चाकरहरूले गोदावरीमा शीतल तापिरहेको देखिन्छ। एकजना मालिक छ, बादशाहको आफूलाई अभ्यास गर्छ, तर त्यो च्युत भएर बालुवाटारबाट बालकोटको बारदलीमा पुगिसकेको छ। त्यहाँ खाबो चिथरेर नङ्ग्रै भाँचिसकेको छ। अनि त्यहाँ ठुल्ठुला अग्ला प्रतिमा बनाएर, कागजका पुतला बनाएर त्यहाँ यसो सरगर्मी बढाइएको छ। 6000 चाकरहरूले स्तुति गान गाएका छन्। विचार, सिद्धान्त, नीति, कार्यक्रम, त्यसको मार्गनिर्देशनका बारेमा विधान सम्मेलनमा कहीँ चर्चा छैन। चाकरहरूले ताली बजाएका छन्। मालिकको फोटो मार्क्समा, बोतलमा, टोइलेट पेपरमा यत्र तत्र सहरभरि छापिएको छ। यस्तो कहिले भएको थियो भने 62-63 सालको ऐतिहासिक जनक्रान्तिको उर्लदो अवस्थाका बीचमा राजा ज्ञानेन्द्रका पनि यस्तै अभिनन्दन सभाहरू हामीले देखेका थियौँ। 46 सालको जनआन्दोलनका पञ्च र्याली त त्यति हामीले देख्न पाएनौँ, तर मेरो अगाडिको सिनियर पुस्ता सबैले देख्यो। 25 गतेसम्म पञ्च र्याली हुन्थ्यो, 26 गते राजाले बहुदल घोषणा गर्नुभएको थियो।